Yo guys, welcome back again to my YouTube channel SPN Vlog. आज चाहिँ धेरै पछि फेरि एउटा नयाँ भ्लग आइरहेको छ हैन। यो वेडनेसडेको यो होलिडे स्पेसियलमा हामी चाहिँ बाहिर गइरहेको छौँ र चाहिँ म मात्र छैन, भाइहरू पनि छ, राइडर्सहरू र मेरो बाइक पछाडि आइरहेछ। यु क्यान के गर्छौँ र कति बजी आइपुग्छौँ त्यो सबै म यहाँ देखाउँदैछु। गाइस यु क्यान सी द फ्लावर्स, यसलाई के भन्छ हैन, जाकरान्दा समथिङ लाइक द्याट हैन, तर बब्बाल भाइरल भइरहेछ क्या ठाउँ चाहिँ। यहाँ पेट्रोल हाल्न आइरहेको छौँ। आफ्टर वी फिल द पेट्रोल वी गो टु धुलीखेल। ल गाइस अब पेट्रोल नै हाल्यो र आफ्नो बाइकमै आइयो है। अब म चाहिँ राइड गर्छु यहाँदेखि एन्ड हाम्रो चाहिँ अब जर्नी स्टार्ट भइसकेको छ। अब यहाँको माहौल चाहिँ पुरै भाइरल माहौल छ हैन। अहिले चाहिँ हामी अब महालक्ष्मी स्टारमा भर्खर पेट्रोल हालेर आउँदैछौँ। One eternity later. ल गाइस अहिले चाहिँ जडीबुटी आइपुग्यो। जडीबुटी हो यो जाममा लास्ट भान्डो ज्याद नास्ता खाने चक्करमा के सर्नुपर्छ यार। धरान यहाँदेखि जान्छ त धरान यहीँदेखि जान्छ। हिरो त सिन्धुली हुँदै जाने हो कि यो। She moves like a map with पानी no पर्ने जस्तो आइरहेको त्यो चाहिँ साथीमा मलाई पेमेन्टमा हालिदिन्छु जस्तो आए पनि, किनभने हाम्रो अब मलाई बाल लाग्दैन। कतै जहिले चाहिँ अब हामी यो कहिले कता हो भक्तको कुकिङ एरिया मलाई त्यति थाहा छैन। मस्त with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold If you want to inside. come here, please don't come. Because there is too much air pollution. प्रोफेसनल्ली बनाउँदै जाने मुला जसरी त्यो लगायत अब साह्रो हुँदैछ जाँदा होइन। के होला त यता? घर जाँदा चिरमा जाने हो कि यताबाट जाँदा पोखरा भएर रुकुम भएर बाइक घुम्दै घुम्दै जाने। अब बिचमा ताल पऱ्यो नि उता ढोरपाटा नि बस्नुपर्छ, घुम्नुपर्छ एकचोटि। बनाउनु चाहिँ त्यो त गरिराख्न त एकाउन्ट कतै न कतै पायो भने खाँदैन हो। यस्तो एउटा यो वेबसाइट रहेछ त्यही मेरो job.com छ त। यसको एक्सपिरियन्स चाहिँ बबाल हुनेवाला छ जस्तो लाग्छ मलाई, किनभने पानी पनि पर्दैछ, हामीसँग टाइम पनि छैन, फेरि फर्किनुपर्छ। हामी एकदमै भेरी मच लो टाइम वी ह्याभ। एन्ड अर्को कुरा चाहिँ पानी पनि पर्ने सम्भावना धेरै छ। अगाडितिर पुरै कालो न कालो बादल लागिरहेछ। टु मच डार्कनेस हेर्न सेम पोखरा जस्तै बाटो छ कि घुम्ती थियो नि, सेम त्यस्तै छ। यहाँनिर मिटर पनि यहाँनिर चाहिँ हामीले रिडिङमा राखेर हिँडेछौँ होइन। मिसकम्युनिकेसन विथ बाइक मिटर, दिस इज क्वाइट इम्बेरेसिङ। आज धुलीखेल गएर जस्ट 100 रुपियाँको नास्ता खाने हो।
100 रुपिस ट्रिप 100 रुपिस ट्रिप। अब धेरैले भन्छन् होला लाइक माछा खानलाई को धुलीगिरी जान्छ होइन। ओ त्यो हिरो छुट्यायो नि यार त्यो गाडीले। नास्ता खानलाई कसले धुलीगिरी जान्छ भन्ने मतलब कसले धुलीगिरी जान्छ अलिकति धेरै पैसा लगाएर हामीसँग खाजा खानलाई 100 रुपियाँ मात्र थियो। एन्ड केही पनि दिमागमा नआएपछि हामीलाई केही अलिकति हड्के नै गरौँ, खाजा खाँदा नि हड्के नै गरौँ भनेर चाहिँ हामी हड्के भएर आइदिएको हामी। Let's do some different man, unique type of cook. So र यस्तै च्यालेन्ज चाहिँ म अगाडि पनि गाइजहरू हामी बानी पाइपुग्यो है। तर यार बाटोमा खतरनाक एक्सपिरियन्स गर्दै यार त्यहाँ हेर्न सक्नुहुन्छ नि त्यो ट्रक लास्ट के लास्ट हेर्दै रफ राइडिङ गरेर चाहिँ होइन। अब हामी बाटो कुदिरहेको छौँ होइन, केटाहरू कहाँ आयो थाहा छैन। अहिले चाहिँ हामी यो ठाउँमा आइसकेका छौँ होइन। ठुलो बस्छ कि पुरा यहाँ हेर्नु सक्नुहुन्छ यस्तो नजारा। we are getting old, man. Let's see what happened. But we are getting there is quite light rainfall. We could हामी चाहिँ यहाँ पानी परिरहेको छ, हामी भिज्न पनि सक्छौँ। थोपा थोपा चाहिँ अलिअलि सानो सानो पानी परिरहेको छ। हेरौँ के हुन्छ। हाम्रो यात्रा चाहिँ अब गन्तव्य नपुग्दासम्म रोकिँदै हुँदैन। दुईवटा स्यालहरू गाइस ट्र्याकको अब धुलीखेल पनि पुग्यो होइन। खतरै पानी परेको जस हामी धुलीखेल पुग्यो होइन। यत्रो बबाल पानी पऱ्यो यार माई घर। भन्छ ब्लग चाहिँ भेरी इन्ट्रेस्टिङ भयो किन भन्दाखेरि चाहिँ हामी एउटा च्यालेन्ज लिएर आएको थियौँ। हामीलाई चाहिँ डबल ट्रिपल च्यालेन्ज पऱ्यो क्या पानी परेर। अब कसरी जाने घर किन भन्दाखेरि हामीसँग टाइम पनि छैन। अब यहीँनिर 4 बजिसक्यो होइन। अब हामी ललितपुर पुग्नुपर्छ यहाँबाट। अब पानीको वेट गर्ने यताउता गर्दा लगभग 5 बज्छ होला, 5, 6, 7, 8 होइन। अब हेरौँ गाइस स्टे ट्युन। यसहरू अब सुन्न सक्नुहुन्छ होइन। बब्बाल पानी पर्दैछ। अहिले चाहिँ अब जस्ट चिया मात्रै मगाएको होइन। दाइले कसरी भ्लग बनाइरहेछ होइन, के बोलिरहेछ। यता पनि रहेछ त हो, यता बाहिर बस्नु न आइज। यहाँ चाहिँ बब्बाल भ्यूहरू छ, भ्यू चाहिँ बब्बाल छ। पानी बबाल परिरहेछ, अलिअलि परिरहेछ। अब भाइहरूले चाहिँ बाइक चलाइरहेछ होइन। दिवाली चाहिँ बाइक चलाइरहेछ गाइस। सी द भ्यू के सी गर्ने अब यार, पानीले पुरै बिगारिरहेछ यार। फेरि पनि अब पानी परिसकेको छ होइन। ठुलै पानी पऱ्यो है केटाहरू आज यार। चिया खानलाई धेरै नै मिहिनेत गऱ्यो यार, लास्ट मिहिनेत गरेर हेर्न सक्छ होइन। पानी कत्रै परिरहेछ, भेरी एडभेन्चरस डे होइन आजको लागि चाहिँ। जुत्ता सबै भिजिसकेको छ। हाम्रो बाइकहरू पनि आउँदैछ पछाडि झिल्के मिल्के। पानी डरै परेर हाम्रो बाइकको हालत पनि यस्तो छ होइन। म चाहिँ अहिले पेट्रोल पम्पमा रोकिरहेको छु। बाइक अलिक फर्किँदाखेरि गाइस हामी अब पानी परे पनि हिँड्यो है। पेट्रोल पम्पमा रोकिरहेको थियौँ तर अलिअलि सुनसान पानी पर्न थालेको छ अहिले पनि। अब भिडियोमा चाहिँ तपाईँले पानीले गर्दाखेरि अलिकति क्यामेरा क्वालिटी पनि हेर्न सक्नुहुन्छ। पुरै ब्याड रस छ, केही छैन। अब यही नै हाम्रो आजको एडभेन्चरस चिया डे।
प्राइजहरू होइन यस्तै छ अब मोबाइल जस्तो आयो भने पछि पाछा गरेर चाहिँ अब यहाँनिर मैले भिडियो बनाइरहेको छु तर त्यही पनि पानी परिरहेको छ त्यो क्वालिटी चाहिँ बबा लाग्यो होला र हाम्रो बाइकको क्वालिटी पनि बबा लागेर छ हेर्न सक्नुहुन्छ बाइक त पुरै र हामी चाहिँ अहिले फेरि साङ्गा आइपुग्यो है साङ्गा आइपुगेर फेरि अर्को झलक फ्रम दिस भिडियो र गाइस मर्निङ यो चाहिँ अब यसो आयो आउँदा ढिला पनि भयो पानी पनि परिरहेको थियो बाटोमा साह्रै गाह्रो भयो होइन आयो अनि त्यो आएर चाहिँ भिडियो पनि गराएन थाकी पनि रहेको थियो कपडा सब भिजिरहेको थियो होइन अनि बाइक कलर चाहिँ यस्तो चाहिँ हेर्न सक्नुहुन्छ होइन जताततै हिलो थियो पुरै हिलो भएर खेत जोतेर आयो जस्तो भएको छ यसको अब त्यस्तो छ यो बाइक पनि त्यसको अब त्यस्तो छ गाह्रो छ त्यही हो गाइस अब हिजोको भिडियो चाहिँ आज मैले फाइनल गरिरहेको छु त्यही हो अब अर्को नेक्स्ट भिडियोमा चाहिँ अलिकति धमाकेदार च्यालेन्ज लिएर आउँछु म त्यसको लागि चाहिँ लाइक सेयर कमेन्ट गरिदिनु होला अहिलेलाई चाहिँ बाई